अनि स्वागत छ साथीहरु मेरो यो भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यो भिडियोमा चाहिँ मेरो हातमा एउटा मोन्स्टर कार छ, आरसी हो। तपाईहरुलाई यसको बारेमा भनौं, यो धेरै पावरफुल छ हैन, एकदम राम्रो छ, चलाउन पनि राम्रो एरिया कभरेज गर्छ। आज यसलाई चाहिँ यसको टेस्टिङ गर्नको लागि यसमा कति क्षमता छ, कतिसम्मको वेट क्यारी गर्न सक्छ भनेर आज यो भिडियो बनाउँदै छु, जसमा यो चाहिँ ढकिरहेको छ 1 केजी को। यसलाई चाहिँ यसको माथि राखेर यसलाई चलाउने छौं। यसले कति केजी सम्म धान्न सक्ने रहेछ यसले। यो भिडियो लिएर आएको छु साथीहरु, यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई एउटा सब्स्क्राइब गरिदिनु होला। साथै यो भिडियोलाई लाइक कमेन्ट र शेयर गरिदिनु होला। यो त भन्नै नपर्ने हो ल, तै पनि ठिकै छ। आउनुस् ढिलो नगरिकन आजको यो भिडियो सुरु गरौँ। यो चाहिँ तपाईको 1 केजी 1.5 केजी 200-150 ग्रामको ढक रहेको छ। यसलाई चाहिँ यो गाडी यसको माथि राखेर यसको सुरु चाहिँ यो आधा केजीको ढकबाट गरौँ है त। यो ढकलाई चाहिँ यसले तान्न, यसले क्यारी गर्न सक्छ कि सक्दैन हेरौँ है त। ल यो वाउ ल, आधा केजीको लाई चाहिँ यो मोन्स्टर कारले इजीले चलाइरहेछ। अब चाहिँ 1 केजी ढक राखेर हेरौँ, यसमा हेरौँ। वाउ, पुरै कार तल झम्म बसिरहेछ साथीहरु। 1 केजी को ढक राख्दा चाहिँ पुरै गाडी सस्पेन्सन यसरी यसको बसिरहेछ पुरै है त। अलि भारी चलिरहेछ गाडी। 1 केजी यो ढक यसको माथि राख्दा चाहिँ है ब्याक गइरहेछ हैन। ब्याट्री नै सकियो क्या हो। ब्याट्री सकियो, रातो लाइट दिइरहेछ। यसको चार्ज गरेर यो पुरै देखाउने छौं अहिले कसरी यसले वेट यति क्यारी गर्न सक्छ कि सक्दैन है त। केजी चेक गरौँ है त। 1 केजी अघि उठाएको हैन, अब चार्ज गरेपछि चाहिँ उठाउँछ कि हेरौँ। 1 केजी को वाउ, ल 1 केजी पनि यसले बोग्यो। साँच्चै पनि साथीहरु यो गाडी चाहिँ एकदमै राम्रो छ। वेट पनि यसले यति क्यारी गरिरहेछ 1 केजी, र कन्ट्रोल पनि राम्रो छ यसको। अब चाहिँ यसरी यसको सबै ढकहरू राखेर सबै वेट राखेर यसलाई चलाउने छौं। चल्छ कि चल्दैन हेरौँ है। ल यसमा 2 केजी सम्म वेट छ, तै पनि यसले यसरी तानिरहेछ मजासँग। तर गाडी चाहिँ पुरै दबिरहेछ साथीहरु। यसको सस्पेन्सन पुरै दबिरहेछ, तर यसको बडी चाहिँ एकदमै राम्रो छ, स्टिलको हो। यसको स्टिलको बडी हुनाले यत्रो वेट पनि माथि लागेर तानिरहेछ हेर्नु त। एकदमै यत्रो वेट राख्दा अलि भार मानिरहेछ, बडी दबेको हुनाले। तै पनि चल्दा चाहिँ एकदमै राम्रो मजाले चल्छ। ए वाउ, ए ओ माय गॉड, जस यति चाहिँ यसले तान्नुहुन्छ। तपाईको यो बिना यो वेटको चाहिँ धेरै फास्ट चल्ने गर्छ पुरै। वाउ,
एकदमै वेट मानिरहेछ यो चाहिँ हेर्नु है जे होस् राम्रो छ यतिको पनि यसले तान्छ उठाउँछ वेट चाहिँ राम्रो लाग्यो मलाई चाहिँ साथीहरु यसो गरौँ है त साथीहरु कस्तो लाग्यो यो भिडियो कार मध्ये मलाई चाहिँ आरसी मध्ये यो एकदमै बेस्ट लागेको छ मलाई चाहिँ हैन अलि वेट पनि छ वजन पनि छ यसको अनि प्राइसमा पनि एकदमै सस्तो छ यसको प्राइस अनुसारको यो छैन यो चाहिँ धेरै राम्रो छ प्राइस कम भयो पनि अर्को चाहिँ मेरो साथीहरु मैले चाहिँ यो आरसी ट्र्याक्टर बनाउँदै छु यसको पनि तपाईलाई मेकिङ भिडियो चाह्यो भने तपाईले कमेन्ट गर्नु होला म यसको मेकिङ भिडियो पनि बनाएर यो च्यानलमा हाल्ने छु अनि तपाईले सपोर्ट गरिदिनु होला यो चाहिँ गाडी भयो यो पनि छिटै नै कम्प्लिट हुनेवाला छ आधाउधी यसको कामहरु पनि सकिएछ यसको अगाडिको चक्का पछाडीको गियर बक्स जति सकिएछ काम प्लिज साथीहरु च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनु होला यस्तै खाली भिडियोहरुको लागि धन्यवाद तपाईले यो मेरो च्यानलमा आई मेरो यो भिडियोहरु हेरिदिनु भएकोमा सब्स्क्राइब गरिदिनु होला है साथीहरु प्लिज